शासन सम्वत 2557 ईस्वी ख्रीष्ट सम्वत आज 12 तारिक 1 महिना 2014 ठाई प्रदेश अलि कसौमुई नगरमा आज उपरान्त 3 दिने विशेष धर्मदेशना कार्यलाई म सर्वप्रथम वहाँ तथागत सम्मा सम्बुद्ध भगवानको महाकारुणिक गुणलाई हृदयभित्रबाट वन्दना प्रणाम आशिष मङ्गल गाथाद्वारा वन्दना गरेर मात्र यहाँबाट उद्घाटन गर्न गइरहेको छु र सबै धर्म श्रवण श्रोतावर्ग उपासक उपासिकाहरूले पनि हामीले पनि वहाँ कारुणिक गुणलाई वहाँ तथागत सम्मा सम्बुद्ध भगवानको महाकारुणिक गुणलाई हामीले हृदयभित्रबाट वन्दना गर्छौं भन्ने भावना राखेर एकछिन हात जोडेर चाहिँ एकाग्र गरेर श्रवण गर्नुहोला। यो कप कोटि पियपमेयं कालं करोन्तु अधिदुकराणि खेदं गतो लोकहिताय नाथो नमो महाकारुणिक सतस। यो नाथो विनय सबै सत्व प्राणीहरूको सुख शान्ति हित कल्याणको शुभ चिन्तक शुभेच्छाधारी भलो मात्रै चिन्तन गर्ने गुणादिहरूले नाथ नामले प्रख्याति प्रसिद्धवान वहाँ तथागत सम्मा सम्बुद्ध भगवान जो हुनुहुन्छ। कप कोटि पी करोडौं कल्पहरू गणना गर्न संख्या अङ्कहरू भए तापनि अपमेयम प्रमाणित रूपले लिखित रूपमा यति हो भनेर पत्तो टुङ्गो लगाउन नसक्ने भइएको कालअनुसार असंख्य 1 लाख कल्प भन्ने दीर्घकाल लाभो समय कालभरि नै लोकहिताय सम्पूर्ण सत्व लोकहित कल्याण सुख शान्तिका निम्ति अति दुकरानी वैभव धन सम्पत्ति राजपाट भोग ऐश्वर्य अंग प्रत्यंग हात पाउ रगत मासु आँखा प्यारा छोरा छोरी प्रिया धर्म पत्नी जीवन साथीलाई पनि त्याग्न सक्ने पंच महापरित्याग भन्ने सुन्दा पनि शरीरमा जिरिङ जिरिङ काँडा उठ्ने रोमाञ्च आउने अति दुःख र कसैले गर्न नसक्ने भएको कर्महरूलाई करोन्तो भगवान हुने दृढ संकल्प र उद्देश्य राखी घोर प्रयत्न अवधि कोशिश ठूलो प्रयास गर्नु भएको हुँदा खेदम हात पाउ रगत मासु आँखा आफ्नो प्राण समेत पनि योगदानमा लगानी लगाउँदा महा ठुलो परिश्रममा गतो भव भव अनेक जाति अनेकौं जन्महरू कैयौं बारसम्ममा पुग्नु भएको थियो। महाकारुणिक सम्पूर्ण सत्व प्राणीहरूलाई आफ्नै काखाका छोरा छोरीहरू झैं दया माया गर्ने दयालु मायालु कृपालु करुणाको महासागर भई बक्सनु भएको तस नाथ स विनय सबै सत्व प्राणीहरूको सुख शान्ति हित कल्याणको शुभ चिन्तक शुभेच्छाधारी भलो मात्रै चिन्तन गर्ने गुणादिहरूले नाथ नामले प्रख्याति प्रसिद्धवान वहाँ तथागत सम्मा सम्बुद्ध भगवानलाई नमो। अभिमान रही श्रद्धा पूर्वक काय वचन मनोविज्ञान दर्शन झुली 2 हात जोडिकन वन्दना गर्दछौं भगवान। साधु साधु साधु। र उपकारी अग्र महापण्डित मोगो विमल भन्तेज्यूको उपनिषदलाई लिएर र जुन भगवानले बताउनु भएको पाली शास्त्रहरूलाई आधार लिँदै निदान संयुक्त पाली धर्मपद अर्थकथा प्रतित्य संउपा सूत्र देशना र खण्ड सूत्र
भार सूत्र आदि सूत्रहरूलाई आधार लिएर म प्रतिद्य समुपाद चक्रको विषयमा नै धेरै योपालि देशना गरेर जान्छु र सबैलाई देशना गर्नुभन्दा अगाडि मित्री पुर्याउन चाहन्छु कि यहाँबाट उपदेश गरिएको धर्म देशनालाई सबैले राम्रो प्रकारसँग ज्ञानका कानले ठुला कानले सुनिदिनु सक्नुहोला भन्ने मित्र राख्न चाहन्छु। सुन्दाखेरि हल्का बलले नसुनेर गहिराएर बुझिदिनलाई पनि सबैले कोसिस प्रयास गर्नुहोला भन्ने दोस्रो मैत्री र सुनि लिएर बुझि लिएको यो अमूल्य चारार्य सत्य धर्मलाई सबैले आफ्नो पनि अमूल्य जीवन मिलेको समय आफ्नो अमूल्य जीवनलाई सबैले चिनेर जानेर किम्मतलाई चाल पाएर सार्थक तुल्याउन निरर्थक पार्न कहिले पनि नदिनु होला, सार्थक तुल्याउनु होला भन्ने पछिल्लो मिति राख्न चाहन्छु। र तपाईँ हाम्रो मनुष्यको चोला या मान्छेको जीवन या मान्छेको भव सजिलैसँग आएको हो त। त्यही भएर भगवानले मनुष्य त भाव हो दुर्लभ हो, मनुष्य आउन सजिलो छ कि दुःख छ? किन दुःख भएको? किन दुःख भएको? मनुष्य जीवन पाउन किन दुःख भएको? पुण्य गर्न नजान्नाले हो कि होइन? पुण्य गर्न नजान्नाले दुःख भएको हो कि न? सुकरम साधुना साधु साधु पापेन दुकरम पाप पापेन सुकरम पाप मर्यहि दुकरम। सुकरम साधुना साधु राम्रो मान्छेलाई राम्रो काम गर्न धेरै सजिलो हुन्छ। राम्रो मान्छेलाई राम्रो काम गर्न के हुन्छ? सुकरम साधुना साधु साधु पापेन दुकरम राम्रो मान्छेलाई पाप गर्न दुःख हुन्छ। राम्रो मान्छेलाई पाप गर्न के हुन्छ? पाप पापेन सुकरम पापीहरूलाई पाप गर्न धेरै सजिलो हुन्छ। पापीलाई पाप गर्न के हुन्छ? पाप मर्यहि दुकरम आर्य व्यक्तिहरूलाई पाप गर्न साह्रै गाह्रो हुन्छ। राम्रो मान्छेलाई राम्रो काम गर्न के हुन्छ? तर तपाईँ हामीलाई के भइरहेछ? दुःख भइरहेछ। पापीलाई पाप गर्न के हुन्छ? सुख सजिलो हुन्छ। पापलाई पाप गर्न केही जस्तो मान्छन् त। तर सज्जन व्यक्तिलाई पाप गर्न के हुनु पर्यो? दुःख हुन्छ हो कि होइन? त्यही भएर हामी पुण्य भन्ने नजान्नाले सज्जन व्यक्ति भनेर भनिन्छ, तर पुण्य गर्न तरिका टेक्निक नजान्दा तपाईँ हामीलाई दुःख भएर। त्यही भएर यहाँ अतीतमा पुण्यादि संस्कार भनेर पुण्य धेरै गर्नाले मिलेको मनुष्य जीवन, थोरै गर्नाले कि धेरै गर्नाले? धेरै गर्नाले अहिले मनुष्यको जीवन मिल्यो भने अहिले पनि तपाईँ हामीले धेरै गर्ने भने फेरि अरू मिल्छ कि मान्छेको जीवन मिल्छ? मिल्छ कि मिल्दैन? मान्छेको फन्द मिल्छ कि मिल्दैन? त्यसो भने पुण्य गरेर मिल्दैछ कि पाप गरेर? त्यसो भने दिनभरिमा बिहानदेखि उठेदेखि भयो, बिहान त अब यहाँ त धेरै बिहान भनेको नि 10 बजे भयो। 10 बजेदेखि उठेदेखि तपाईँले आज राति 11 बजेसम्म 12 बजेसम्म दिनभरिमा लोभले अगाडि राखेर गरेका काम, रिसले अगाडि राखेर गरेका काम, मोहमा टोलिएर बसेका काम धेरै हुन्छ कि पुण्यहरू गरेका धेरै हुन्छ? के धेरै गरिन्छ होला? दिनभरिमा गरेका पाप धेरै हुन्छ कि पुण्य धेरै हुन्छ होला? त्यसो भने एक दिनभरिमा त पाप धेरै हुन्छ नि महिना दिनभरिमा के धेरै होला? त्यसो भने सालभरिमा आजीवन तकसम्म के धेरै हुन्छ? पाप धेरै भने अपुण्यावि संस्कारले फल दिए भएर अरू पुऱ्याउँछ कि 4 अपाय पुऱ्याउँछ? त्यो त तपाईँले आफै भन्नुभयो हो कि होइन? त्यही भएर मनुष्य जीवन सजिलै भएर आएको होइन। मान्छेले पुण्यावि संस्कारले मान्छेको जीवन भएर आएको हुनाले भगवानले बहुत महत्त्व भएको किम्मत जीवन हो अरे। यसलाई तिमीहरूले मान्छे भएर आइसकेपछि खेरा नफेक अरे। सम्यक लिने कुरा कति तक छ? मैले आज कर विमान भनेको थिएँ। तपाईँ हामी भुलेर बस्नाले पुण्य गर्न ढिलो भएको। भुलेर बस्न भन्दा तपाईँ हामीमा झस्किने कुराहरू भुलिन्छ कि बिजी हुँदाखेरि इजी समय निकाल्न सकेन, धेरै बिजी भयो। भन थाइल्यान्डका त भन्नै परेन। थाइल्यान्ड पहिला भन्थेँ मैले कसम त बहुत बेस्ट छ, गुड पनि होइन भेरी बेस्ट।
किन भन्दा उहाँ राति 12 बजी देशना गर्नुपर्छ फुकेटमा, देवी देवतालाई भगवानले गर्ने टाइम हो भन्थे। अहिले त यहाँ त झन् कसम गए त झन् उहाँ त 11:30 यहाँ त 12 पो बजेछ। इजी हुनाले कि बिजी हुनाले माठाएर होइन। तपाईँ हामी नझस्किन हेर्नुहोस् त, संवेग लिने भने संवेग भनेको के हो भन्दा तावेगा थियो होला। तावेगा भनेको हामीले संवेग भनेको के हो भन्दा झस्किनुलाई भनेको, डराउनु होइन, झस्किनु। कस्तो कुरामा भन्दा झस्किने ज्ञानलाई भने। र हेर्नुहोस् न, भगवान सम्मा सम्बुद्ध गौतम बुद्ध भगवान अहिले मान्छेहरूको 100 वर्षको आयुमा भगवान उत्पन्न भएर आउनुभएको। र तपाईँ हाम्रो आयु पनि त्यतिखेरदेखि लिएर यतिखेरसम्म 100 वर्षको आयु राखिदिनुहोस्। हुन त अहिले भगवान परिनिर्वाण भएको 2500 वर्ष उप भयो, 2557 वर्ष भयो। भगवानहरू परिनिर्वाण भएर जानुभयो भने 100 वर्षमा भगवानको परिनिर्वाण भएको पुग्दा मान्छेको 1 वर्ष घट्छ अरे, घट्दो कल्प। किन भन्दा तल्लो आयुमा भगवान उत्पन्न भएर आउनुभएको गौतम बुद्ध भगवान। काश्य भगवान पालामा 20,000 वर्ष थियो, कोणागमनको भगवान पालामा 30,000 वर्ष, ककुसन्त भगवानमा 40,000 वर्ष आयु थियो मान्छे। घट्दै 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 हामी 100 मा आयौँ। अहिले 25 वर्ष त्यसमा घटाइदिने हामी 75 को मात्रै छौँ। राखिदिउँ 100 नै राखिदिउँ। अतीतको सिल अहिलेको सिल तपाईँहरू अलि यहाँको खानकी खुराक, थाइल्यान्डको खुराक, थाइल्यान्डको आहारले राखिदिउँ। इटली आशा, जापान आशा, के आशा खानुभयो होला, राखिदिउँ 100 नै राखिदिउँ। त्यहाँ 100 वर्षमा तपाईँ हामीको जीवन 50 वर्ष सुतेर जान्छ। 50 वर्ष के हुन्छ? अझ त्यसमा देवालीमा भैलो खेलेर 1 दिनको अनितोले 7 दिन तिर्छ मपाउ। तीजमा रातभरि नाचेर खुट्टा गरेर सुतेको मपाउ। 50 वर्ष त आधा जीवन त सुतेर गयो कि गएन? त्यहाँबाट तपाईँ हामी आमाको कोखबाट बालक अवस्थामा हेर्नुहोस् त, टुक्रो हिँड्ने केटा, यो विद्या आर्जन गर्ने समयसम्म तपाईँ हामी बाल अवस्थामा यतिकै बितेर गयो। बालक अवस्थामा केही पनि जान्दैन, सानो केटाकेटी भयो, गयो कि गएन? अब जरा अवस्था, अलि बिचमा गर्न तन्देरी तरुनी ठिकै खामलाम भन्ने अलि तग्ला भएको टाइममा गर्न सकिन्छ। तर बुढो भयो, जराको आगोले खायो, आइया बस्दा पनि आइया, बस्दा उड्दा पनि आइया आतु गरेको टाइममा अब के गर्न सकिन्छ? त्यसो भने बाल अवस्था र जरा अवस्थाले 50 को आधा 25 कप्रक्कै खा। कति रह्यो? कति रह्यो? त्यो राम्रो 25 वर्ष फ्याउले सिधा जान पाइन्छ त भन्दा होइन। त्यसैमा अनेक प्रकारका भिजा व्यापार, काम गर्न पर्यो, कहिले के पुगेन, कहिले छोराछोरीको लागि, कहिले आफ्नै लागि, कहिले श्रीमानको लागि, कहिले श्रीमतीको लागि, कहिले 13 दिने भाइ भन्यो, कहिले 14 दिने 7 दिने गोत्राली भन्यो, के भन्यो, कहिले टेन्सन, आज कसको बिहामा मुक्त देखाएर आउँछु नभए पनि राम्रो हुन्न भन्नु पर्यो होइन। यता बिहा भन्यो, उता पूजा भन्यो, यता के भन्यो भन्दा त्यसैमा टेन्सन, त्यसैमा कमाउनु पर्यो। यहाँ कमाउन आएको त्यसैमा चाहिँ फेरि हाई सिजन पनि लो सिजन जस्तो भइदिन्छ। गर्दाखेरि त्यो 25 वर्ष भने सिधा गर्न पाइन्छ त? 12 वर्ष खप्रक्कै गयो। रह्यो कति? 12 वर्ष राखिदिउँ न, 12 वर्ष नै रह्यो। त्यसैमा पनि आयु पुरा भएर जाने व्यक्ति, कर्म भ्याइने व्यक्ति हो भने 30 वर्षमा हिँड्ने पनि सकिँदैन। हेर्नुहोस् त, उपच्छेदका मरण झन् अहिले त झन् अनेक प्रकारका बर्मा मुलुकमा पनि अहिलेका जाँड रक्सीले सबै बर्मा मुलुकमा मौसे धेरै मिल्न थाल्यो। बुढो हुनै नपर्ने, एकैचोटि मरिहाल्ने। 30-40 वर्षका त सबै हिँडे। असिलेको हाम्रो मिचिनामा असिलेकोमा यस्ता लाउरे केटाहरू त एउटा पनि छैन, सबै हिँडे। मौसे सबै हिँडे। टाउजीतिर हाल त्यही छ। हेर्नुहोस् न, गर्दाखेरि समय थोरै, भन्न खोजेको समय यति थोरै समयमा पनि यो थोरै समयमा तपाईँ हामीले राम्रो जग्गा युज गर्न जान्यो भने धेरै कल्याण छ। यदि जान्दैन भने तपाईँ हामीलाई हेर्नुहोस् त, मान्छेको जीवन कति रहेछ हेर्नुहोस् त, 12 वर्ष मात्रै काम गर्ने फ्याउने। त्यसैमा धर्म बुझ्न पछाडिएर बल्ल यो टाइममा बुढी मान्छेहरूले आतौनु पढ्न परे चाहिँ भएछ, हो कि होइन? आतौनु पढे चाहिँ भएछ। काजी र यापले लेख्दाखेरि पिण्ड्यातिर फर्केको कि यसतिर फर्केको भन्ने थियो हाम्रो पढ्दाखेरि पहिला बुढीमाहरूले। अब कता फर्केको लेख्ने भन्दा नजानेर यता यसतिर फर्केको कि पिण्ड्यातिर फर्केको।
त्यस्तै त अलि यतिखेर बल्ल अब अलिकति धर्म बुझ्न पाइएको टाइममा पनि अलिकति झस्केर तपाईँ हामी कोसिस गरेनौँ भने मान्छेको जीवन यत्तिकै गयो कि गएन? त्यही भएर भगवान्ले सती यौ मठ दैय मानव मथगे सकाय दिठी पहनाय सतो भिखु बरी बजे। सती यौ मठ छातीमा भाला रुपिएता पनि दैय मानव मथगे मथगे टाउकोमा आगो दन्दन्ती हुर्केता पनि। छातीमा भाला रोपिए तापनि टाउकोमा आगो दन्किए छ तापनि त्यसलाई निभाउनु र त्यसलाई निकाल्नु एकैछिन पछि राख। हैन टाउकोमा दन्कियो आगो भने ननिभाए मरिन्छ कि मरिन्न? मर्न दिनु पर्दा एकछिन छोड्नु, त्यसलाई निभाउनु जरुरी छैन। छातीको भाला रोपिएको ननिकाले पनि मरिन्छ कि मरिन्न? त्यसलाई निकाल्नु एकछिन ठेर, त्यहाँभन्दा जरुरी कुरा छ रहेको। यति समयमा त्यहाँभन्दा अझै जरुरी कुरा के होला भन्दा सकाय दिठी पहनाय, सत्काय दृष्टिलाई पहिले हटाइहाल। केलाई हटाउने? सत्काय दृष्टि किन हटाउनु परेको? सत्काय भनेको के हो? दृष्टि भनेको के हो? नजानिकन दृष्टि हट्छ त? फल्ना मान्छे त दृष्टि, फल्ना मान्छे त दृष्टि, आफै दृष्टि भएको थाहै हुन्न। दृष्टि किन भनेको के हटाउने? सत्काय दृष्टि हटाउनु भनेपछि पहिला सत्कायलाई जान्ने पो बल्ल दृष्टि हट्छ, हो कि होइन? दृष्टि भनेको गल्ती दस्तुर, अन्धविश्वास, गल्ती लिनु, एरा हो ब्योरा। गल्ती लिनु, गल्ती मान्नु, गल्ती देखाइ, गल्ती विचार, त्यसलाई के भनेको? दृष्टि। के भनेको? सत्काय भनेको साँच्चै भएको स्वभावलाई सत्काय भनिन्छ। साँच्चै भएको स्वभावलाई के भनिन्छ? सत्काय भनिन्छ। साँच्चै भएको स्वभावलाई ब्योरा डेके ठेस्या सिया काया भनेको काया हो भनेको जम्माहरू भएको स्वभावहरू छन् हामीमा, तर साँच्चै भएकालाई नजानेर हामीले नभएकालाई हामी जानिरहेका झुकिरहेका छौँ। तपाईँ हामी होइन, संसारका मान्छे नै हामीहरू भएकोलाई जान्दैनौँ, नभएकोमा के भइरहेछौँ? झुकिरहेछौँ। जस्तै उपमाले भन्ने पनि पहिला पहिला जङ्गल बस्ती हुँदी, धान खोरियाहरू रोपे भने जङ्गलका हरिणहरू, खरायोहरू, जङ्गलका जनजन्तुहरूले आएर खाइदिन्छ, धानहरू खाइदिन्छ, मारिदिन्छ भनेर मान्छे जस्तो बनाएर बम्बु बाँसको टक्क हातहरू बनाएर अझ तौलिया लगाइदिएर टक्क टोपी कपडा लगाइदिएर टक्क होइन चस्मा पनि लगाइदिएर झुन्डाइदिँदाखेरि पशु जन्तुहरूले आउँदाखेरि धान खान आयो भने ए मान्छे पो रहेछ भनेर भाग्थे कि भाग्ने थिएनन्? त्यस्तै जस्तै त्यसलाई त छक्काइयो भनेर हामी खुबै मक्ख पर्यो, आज हामीले उस्तो नछक्काइदियौँ भनेर। तर तपाईँ हामीलाई पनि म मेरोले के गरिरहेछ? छक्काइरहेको। जुन म मेरो छैन त्यसैलाई देखिरहेछौँ, जुन भएको परमार्थलाई देख्नै त्यही भएर लकामा अन्यसौँ पिnya भनेको भगवान बुद्धले बिहार यसरी जति नै आइटी जति नै इन्टरनेट च्वामजी हगि न, जति नै इन्टरनेट होइन कम्प्युटर अहिले जस्ता एउटै बम हानेर सारा गभा नै एकैबालीमा खरानी किन नहोस्, जस्तै विद्या होस्, यो विद्या सिक्नु भन्ने कुरा ज्ञानको कुरा हो। इन्टरनेट विद्या भने पढेर लेखेर सिकेर यो जग्गामा डिलिट, यो जग्गामा के गर त्यो के गर भनेर सिके जानिन्छ कि जानिन्न? जानि त। जुन यम दिठम न तम पसम यम पसति न तम दिठम, यम दिठम न तम पसति, जुन हामीले देखिन्छौँ त्यो हेर्यो छँदै छैन, देखिँदै देखिन्न। हेर्नुहोस् त, म भन्छौँ छोरो मान्छे भन्छौँ, छोरी मान्छे भन्छौँ, हेर्यो देखिँदै देखिन्न, ज्ञानले हेर्दा छँदै छैन। जुन नभएकोलाई हामीले जानिरहेका छौँ, झुकिरहेका छौँ। यम पसम तम न दिच्छति, जुन नामरूप छ भन्दा हेर्दा त नामरूप समातेर हुन्न, कहाँ समातेर हुन्न, समातेर हुन्न, उठाएर पनि हुन्न, देखाएर पनि हुन्न, छन् त छ तर कर्मका आँखाले भनेपछि त्यस्तो विद्या सिक्नु भनेको सबै व्यक्ति आउन सक्दैन। तपाईँहरू त पुरा भाग्यमानी भाग्यवान भएर आउन सक्नुभएको, कान्ठु सेमलो हो कि न, पार्मीवानहरू भएर पार्मीवती भएर मात्रै यो विद्या सबैले सिक्न सक्दैन। त्यही भएर संसारमा बुद्ध भगवान चिन्ने व्यक्ति थोरै छन् कि धेरै छन्? ती थोरैमा तपाईँ कसमहरूका हुनुहुन्छ कि छैनन्? छन्, होइन? संसारमा भगवान चिन्ने व्यक्ति नचिन्ने व्यक्ति धेरै छन् कि थोरै छन्? त्यो धेरैमा तपाईँहरू हुनुहुन्छ कि हुनुहुन्न? छैन। ए कसम बल्ल हो कि होइन? किन भन्दाखेरि त्यस्तो विद्या सिक्नु छ भन्ने कुरा सानो त्यानो ज्ञान, सानो श्रद्धा, सानो पार्मीले हुँदैन। अतीतको पुण्य पनि पुरा लिएर आएको हुनुपर्छ।
अहिलेको श्रद्धा पनि पुरा हुनुपर्छ, कोसिस पनि हुनुपर्छ। त्यो जान्ने भन्दा आफ्नो अघि रहेको अलिकति रहेको 12 वर्षको अमूल्य जीवनलाई हामीले मान्छे भएको फाइदा निकाल्यो कि निकालिएन? त्यही भएर मैले भन्छु, हेर्नु 31 भुवनमा थाइल्यान्डमा चल्ने पैसा मात्रै नकमाउनुहोस्, मनुष्यलोकमा चल्ने पैसा मात्रै नकमाउनुहोस् हैन। थाइल्यान्डमा बाट मात्रै चल्छ, बाटले मात्रै हुन्न, च्याट पनि चाहिन्छ। मध्यदेश गएपछि चाहिन्छ कि चाहिन्न? बर्मा मुलुकको च्याट चल्छ भनेर यहाँ त्यो च्याट ल्याएर यहाँ चल्दैन, यहाँ त बाट चाहिन्छ। रानुस् युरोप जानुहुन्छ, कतै अन्य ठाउँ जानुहुन्छ भने डलर पनि चाहिन्छ कि चाहिन्न? कमाउनुहोस्, डलर कमाउनुहोस्, च्याट कमाउनुहोस्, बाट कमाउनुहोस्, युरो कमाउनुहोस्, रुपियाँ कमाउनुहोस्, पैसा कमाउनुहोस्। इन्डिया नेपालमा काम लागिहाल्छ भयो। तर पनि 31 भुवनमा चल्ने पैसा पनि कमाउन कोसिस गर्नु। 31 भुवनमै चलोस्, यो त मनुष्यलोकमा मात्रै चल्छ। 31 भुवनमा चल्ने पैसामा कास्टम पनि लाग्दैन, कास्टमले पनि सिद्धै गर्दैन, पुलिस केस पनि लाग्दैन, पुलिसले पनि सिद्धै गर्दैन, हैन? त्यो के हो? श्रद्धा सम्पत्ति पुण्य। ओके, के हो? अरु कि पुण्य हो? मानी चेन्ज गर्नु। मनुष्यलोकमा चलाउने पैसालाई मानी चेन्ज गरिदिने बेसी त हामीले यदि यहाँबाट हामी अमेरिका जान्छौँ भनेपछि तपाईँ हामीको बाट धेरै छ भने लिएर चेन्ज गर्ने डलर मिल्छ कि मिल्दैन? त्यस्तै डलरलाई, च्याटलाई, बाटलाई एकचोटि मानी चेन्ज गरेर पुण्य बनाइदिनुहोस्। पुण्यको खानकी लिएर गयो भने ज्ञानको मार्गमा हिँड्न सकिन्छ। पुण्य नभइकन त्यो मार्गमा हिँड्न सकिँदैन। कतिपयले भन्छन् दानै नगरे ध्यान बसे हुन्छ, ध्यान बसेर पुग्छ ल ब्योरा। ढाल्लाका मफी नाइने जग्गा रे ब्योरा। सानो बुद्धिले भनेको कुरा हो कि होइन? भगवानले त दानम आदि कत्वान सम्बोधि जम लवन्ती दे। मैले पनि भगवान भएको दान पुण्यबाट सुरु गरेर, दान पानीबाट सुरु गरेर भगवान भएको 4 असंख्य एक्लाकल्प दान नगरिकन भगवान हुने दस्तुर छैन, हो कि न? तपाईँहरूले पुण्य आदि संस्कार नगरी मान्छे भइन्छ त? त्यो त मान्छे नभइकन निर्माणको बाटो आचरण गर्न पाइन्छ त? त्यसो भने पुण्य नगरी मान्छे भएको होइन, पुण्य नगरी मान्छे पनि भइन्न। मान्छे नभएर कसरी आचरण गर्ने? ध्यान मात्रै बसेर हुँदैन, हो कि न? बाहिरका लोभलाई हटाउनु त पहिला दानको हतियार चाहिन्छ। बाहिरका लोभलाई हटाउनु के चाहिन्छ? जसले, मैले उपमा दिएँ, जसले हेर्नुहोस् है, जसले धन सम्पत्ति माया गर्छ आफ्नो शरीरको रोगलाई पालेर राख्छ। जसले आफ्नो शरीरलाई माया गर्छ त्यो व्यक्ति, शरीरको माया गर्ने व्यक्ति आफ्नो प्राणै गुमाउँछ। धनभन्दा माया शरीरको हुन्छ, शरीरभन्दा माया प्राणको हुन्छ, हो कि होइन? धनभन्दा माया के को हुन्छ? शरीरको माया भन्दा के को हुन्छ? यदि शरीरको माया लाग्छ भने धन गमाउन केही जस्तो मानिन्न, धन गमाउन केही जस्तो मानिन्न, धन दिन। रोग हर्छ अरे, उपमा एउटा त्वेटो रोग होला, इन्डिया गएर कुरा गर्ने पनि टक्कै सन्चो हुन्छ अरे। जति खर्च होस् न, पैसा त पछि कमाए हुन्छ भनेर त्यो धन खर्च गरेर पनि हामीले बिमारी बिरामी उपचार गरिन्छ कि गरिन्न? धनको भन्दा के को माया हुनाले? शरीरको माया, होइन? अब शरीरको माया भन्दा के को माया हुन्छ? यदि प्राण जान्न अरे, म बाँच्छु अरे भने तिम्रो त सिचो भएछ, सिचो त यहाँसम्म छ रहेछ, अब यहीँबाट काटिदिनु पर्छ भन्दा साप्रोबाट काट्न भने तयारी छौँ हामी। फिलाबाट काटेर फ्याँक्दे, 2टा खुट्टा काट्नुपर्छ, काट्दे। 2टा खुट्टा बाँचे त भयो, हेर्न त पाइन्छ संसार भनेर 2टा खुट्टा पछि काटेर भने बाँचिन्छ कि बाँचिन्न? के को माया हुनाले? प्राणको माया हुने व्यक्तिले शरीर पनि त्याग्न केही जस्तो हुँदैन, होइन? सो उपमा उपमेय त्यही हो। जसले निर्माण भनेको सही सुखमा जानको लागि भने चाहिएन हजुर यो शरीर। देवताको शरीर पनि दुःख, देवीको शरीर पनि दुःख, मान्छेको शरीर पनि दुःख, ब्रह्माजीको शरीर पनि दुःख। 31 भवनमा जन्म लिनु नै दुःख हो। यो दुःख चाहिएन, अब मलाई सुख, कहिल्यै उत्पत्ति विनाश नहुने ठाउँमा जान्छु भनेर यो शरीरको मायाबाट आफू त्याग्न सक्यो भने बल्ल निर्माण जाने कुरालाई ती तलका लोभ नहटाइकन माथिको लोभ कसरी हट्ने? हो कि शरीरै मिल्दैन भन्नको लागि त धन त्याग्न पर्यो, अङ्ग त्याग्न पर्यो, होइन? आफ्नै शरीरै त्याग्न पर्यो, प्राणै अम्बली। त्यो त्याग्नको लागि हेर्नुहोस् त, धन सम्पत्तिलाई त्याग्ने पहिला बाहिरको सम्पत्ति आफूमा अलिकति कमाएको बढ्ता भएको त्याग्नबाट ट्रेनिङ गर्नु, होइन? अनि कमाएको सम्पत्ति
कमाएको भोक्कै बसेर दान गर्नु भनेको हो त? कमाएको सम्पत्तिमा अलिकति चिमाटेर दान गर्नु। के गर्नु? अलिकति चिमाटेर दान गर्नु। अरे त्याग्ने सिकेको। के गर्न सिकेको? माया भएको वस्तुलाई के गर्न सिकेको? बल्ल त त्याग्न सकिन्छ त। 1 गिलास पानी दिन सकिन्न, 1 रुपैयाँ पैसा हात निकाल्न थरथरी काम छ भनेपछि त्यो व्यक्तिमा के हुन्छ? लोभ धेरै, मच्छरी धेरै हुँदै जान्छ। मच्छरीले के गर्छ? के गर्ने? उपासिकालाई हेर्नु, कहिले कहिले चौका घरमा पकाउँदाखेरि चौका घरमा पकाउने उपासिकालाई थाहा हुन्छ। एउटा आछ चुच्चु एसालाई थुङ त्यहीँ कोचार्यो, अर्को आयो कोचार, नम्योज याइ त यो त फेक्न न काम लाग्छ भने यता कोचार्यो, उता कोचार्दा भान्साघर भरिन्छ। कचडा भरिन्छ कि भरिन? उपमा हो, भरिन्छ कि भरिन? त्यस्तै तपाईँ हामीमा पनि आज लोभ गर्यो थुपार्यो, भोलि लोभ गरेर थुपार्दा के हुन्छ? प्रेत हुने कर्म। लोभले मरे फल कहाँ दिन्छ? प्रेतमा। चारो बार मोबुत प्रेतमा त खुटेर चारो बार त हो नि, कहाँ हो? प्रेत। लोभले फल दियो भने कहाँ दिन्छ? त्यसो भने जति त्याग्दै गयो उति प्रेतका कर्म के हुँदै गए? घट्दै गए, कर्म घट्दै गयो, हो कि होइन? जति शील पालन हुन्छ, जति कोजेन्साटे आफूमा राम्रो चरित्र हुन्छ, सदाचारी भइन्छ, जस्तै आफूलाई जस्तै हामीले अर्कालाई सम्झन्छौँ, बिचारा उसलाई पनि त मर्न डर लाग्दो, मलाई त मर्न डर लाग्छ, उसलाई पनि मैले मार्दिनँ, पहिला मच्छर आउँदा ट्याप अहिले फु गर्दाखेरि त्यताले अघि भएन। त्यो रिस मार्ने मान्छेमा कहिले पनि दया हुन्न। हाँसेरै मारेर पनि भित्र के हुन्छ? रिस हुन्छ। त्यही भएर मैले भन्छु मायालुले मार्दैन, दयालुले मार्दैन, रिसालुले मार्छ। कसले मार्छ? त्यसो भने रिस धेरै भयो, आज एउटा रिस भोलि रिस गर्दा रिस धेरै भने रिसका पोका जति थुप्रिन्छ नरकको कर्म त्यति बढिरहेको हुन्छ। नरक जाने कर्म हजारौँ हजारौँ करोडौँ करोड कर्म हुन्छ। जति शील पालन हुँदै जान्छ, रिस कम्ती हुँदै जान्छ, नरकका कर्महरू के हुँदै जान्छन्? घट्दै जान्छ। नरकको बाटो त यहीँबाट बन्द गरी उहाँ गएर दरवाजा तान्न भ्याइन्न, उहाँ त भ्याइँदा नि भ्याइन्न, बोल्नै भ्याइन्न त्यहाँ पुगे त, हो कि होइन? यही मनुष्य लोकबाट हो कि होइन? हेर्नुहोस् है, त्यहीबाट रिसले फल दिए नरकमा फल दिने गर्छ। जति अज्ञानता फैलिन्छ, जति मोह घुस्छ तपाईँ हामीमा, जति सत्य जानिन, जसले जे भन्छ भन्छन् के रे होला नि त, पहिलाकाले गर्दै आएको थिए के रे, ल अब के रे र नि होला नि, यो चाहिँ नि सबै मोहहरू, ज्ञानै छैन। हजुर यो किन नखानु भएको? पहिलाकाले खाने थिएन कि त्यही भएर नखाएको। अब किन नखाएको? भुँडी दुख्छ कि टाउको दुख्छ कि सन्चो गर्छ कि गर्दैन, खाएको भनेर त जान्न परेको परेन, हो कि होइन? त्यो ज्ञानै छैन। होइन यो किन त नमान्नु भएको, यो माने कि होइन, मान्न हुन्न भन्थे के रे? पाप भने पनि थाहा छैन, पुण्य भने पनि थाहा छैन, खाने कुरो पनि थाहा छैन। खाने कुरोलाई नि धर्म, लाउने कुरोलाई नि धर्म, घोट्ने कुरोलाई नि धर्म, नुहाउने कुरोलाई नि धर्म, लगाउने कुरोलाई नि धर्म भन्दा त सबै ज्ञान भयो कि अज्ञान भयो? अज्ञान भनेको केले अज्ञान भएको? अविद्याले। केले हो? त्यही भएर बिचमा मुटुक हेर्नुहोस् त, संसार प्राणीहरूको मूल जरो नै अविद्या र तृष्णा। जान्ने कुरालाई जान्न दिन्न, नजान्ने कुरालाई लाई जान्न दिने केले हो? अरे जिद्दी गर्न त के अम्मली संसार कसले बनायो त? बनाउने मान्छे त एउटा न एउटा छन्। अब त्यो अविद्याले यस्तो जानेछ कि त्यो नौदो नौको फाउँदो लाउन पुरा जानेको हुन्छ। संसार भनेको बहुत अन्नमतदेखि लामो भयो हजुर, अन्डा भयो कि कुखुरो भयो त्यो पहिला विचार गरौँ न भने अब छैन। अन्डो पहिला हुन्छ, अन्डा पहिला भएर आएको, कुखुरा पहिला भएर आएको संसार थाहै छैन। अन्डा भएको कुखुरा अन्डा भयो भने कुखुरो नभए अन्डा हुन्न। अब कुखुरो पहिला भयो भने त्यो अन्डा नभए भने त्यो कुखुरो आएन, हो कि होइन? त्यही भएर राम्रा कुरा जान्न पर्ने कुरालाई जान्न दिन्न, नजान्न पर्ने कुरा लाई जान्न लगाएर अनेक प्रकारका जिद्दी गराउने केले हो? अविद्या। त्यही भएर अविद्या निवरणम, अविद्याले आँखा छर्लम्म ढाक्दाखेरि तन्हा भन्ने तृष्णामा यस्तो हुन पा, यस्तो गर्न पा, यहाँ हुन पा, देउलोक जान पा, सरल जान पा, पापा भनेको अरू कि टन्ना हो? अविद्या र तन्हाले संसार घुमाएको थाहै छैन, हो कि होइन? तपाईँ हामी घुमिएको नै अविद्या र तृष्णाले। केले छ? हो कि होइन? त्यही भएर संसारमा जान्ने कुरालाई जान्न नदिने, नजान्ने कुरालाई लाई जान्न लगाएको
अविद्या टाउके प्रमुखलाई तपाईँ हामीले जबसम्म हामीले जान्न कोसिस गर्दैनौँ तब हामी अज्ञानमा त्यसलाई भनिन्छ मोह। अब मोह आज धेरै भोलि धेरै त्यस्तै अज्ञान छाउँदै गयो भने अनेक प्रकारका सर्वरोग सर्ने पनि त्यही मोहबाट हो। आएर रोग अन्त कासाइटे भने त्यसलाई भन्यो। जति मोह अज्ञान छाउँदै जान्छ मान्छेहरूमा त्यति नै रोग फैलिँदै अहिले रोग भन्दै मैले पहिला पालि पनि भन्थेँ रोग भ्याइए। भगवान्ले त 96 रोग भन्नुहुन्थ्यो, हजारौँ AI ABCD EFG Z सम्म रोग भ्याइए। नाम लेख्ने कुरा पनि भ्याइए। A to Z एस पनि आयो के सास पनि आयो हैन। हाम्रो बर्मा मुलुकमा त झन् भ्याइयो। चराको ङेट टाउके लिएर चेट टाउके वेट टाउके त्यहाँबाट भएन भनेर लु टाउके अब नाक टाउके र बेमा टाउके आइयो रोग त दिइयो। केले हो? मोहले। केले हो? जति मोह धेरै भयो उति पशु हुने त्यो छान्न भन्ने पशु हुने कर्म धेरै हुँदै जान्छ हो कि हैन? जति मोहलाई हटाउँदै गइन्छ उति पशु हुने कर्म के हुँदै जान्छ? हेर्नुस् त 4 अपायको बाटो बन्द गर्ने त लोभ दोष मोहलाई कम्ती गराउने। त्यसलाई कम्ती गराउनु भन्दा पहिला तपाईँ हामीले भगवान्ले अघि टाउकोमा आगो दन्कियोस्, छातीमा भाला राखियोस्, भाग रोपियोस्। त्यसलाई निकाल्नु भन्दा पहिला केलाई हटाउनु? सद्काय दृष्टिलाई हटाउने। केलाई हटाउने? सद्काय दृष्टि पनि बाहिर खोज्नुपर्छ कि आफ्नै शरीरमा? त्यसो भने आफ्नो शरीरमा नखोज्दैखेरि पहिला खोज्ने चाहिँ अरूमा खोज्ने कि पर्दामा खोज्ने? पर्दामा हेरेर शरीरमा खोज्ने भयो। शरीर पर्दामा धर्म छ कि खण्डमा छ? त्यसो खण्डमा भएको धर्मलाई पहिला कहाँ खोज्ने? पर्दामा। पर्दामा सिक्ने, शरीरमा खोज्ने। बाहिर अर्काको टाउकोमा जुम्रा हेर्न पनि परेन। पर्यो त ए फल्ना यस्तो ढिस्को यस्तो ढिस्की यस्तो भन्न पनि त्यसो कसलाई हेर्ने? मान्छे संसारमा आफूलाई हेरेर हेर्छन् कि अर्कालाई हेर्छन्? फल्नामा घुस्यो अरे धर्ममा र घुस्ने र निस्किने छ त? आउन त हुन्थ्यो नि के गर्ने, तर यहाँ त भन्छन् हो बुद्धिस्ट भयो भन्छन्। बुद्धिस्ट भन्नु बुझिस भनेको कति राम्रो मैले कति पालि भन्छु। बुझिस भने के भनेको? बुझिस राम्रो कि नबुझिस राम्रो? बुझिस राम्रो। त्यो बुझिस भनेको साधु भन्नु बुझिस भने बुद्धिस्ट भइस भनेको त अलि बुझिस म त नबुझिस फिदा। बुझिस राम्रो कि नबुझिस राम्रो? बुझ्नु भयो पहिला बुझ्ने भयो। उ त बुझेको त राम्रो। यहाँ अहिले यहाँ धर्म देखाउन गरेको किन हो? बुझाउन। निन्दा गर्न हो त? के गर्नु हो? तपाईँले सुनेको किन हो? बुझ्नलाई। धर्म सुनेको भनेको बुझ्नलाई। बुझे के हुन्छ? ज्ञान हुन्छ। ज्ञान भनेको कतैबाट यत्रो डल्लो आउने होइन के आएर घुस्ने होइन। ज्ञान भनेको जान्नु। ज्ञान भनेको के हो? अज्ञान भनेको के हो? नजान्नु के हो? पन्यासम्म आभा नती अरे ज्ञान जस्तो उज्यालो छैन। अविद्या अरू कि अन्धकार हो? जान्नु अरू कि उज्यालो? अन्धकार उज्यालो ज्ञान बनाउने बित्तिकै जान्ने बित्तिकै अन्धकार के हुन्छ? जस्तो अँधेरोमा बत्ती बाल्नुहोस् त अन्धकार हटेर जा भन्नुपर्छ? अन्धकार हट्ने बित्तिकै अरू देखिन्छ कि वस्तुहरू देखिन्छ? अघि अन्धकारमा नदेखेका सामान देखिन्छ कि देखिन्न? राम्रो जिनिस भने लिइन्छ, नराम्रो जिनिस भने फेकिन्छ। अब अन्धकारमा छमछमाउँदा उस्तै पऱ्यो त्यहाँ कुकुरले बिस्टी गरिरहेछ भने के होइन कि खानेकुरो भन्यो सुन कुकुर सुँगेबाट थाहा पाइन्छ हो किन? अन्धमा हिँड्ने गरेर उज्यालो हिँडेको मिल्छ त? त्यही हो मैले भन्छु कि यो हटा त्यो हटा अहिलेका त पुड्के भन्थ्यो के हटा के भन्छन् अरे म ज्ञान बना बुझेपछि राम्रा कुरा तपाईँले नलि भनेर लिन्छ। के सुनको डल्लो बासी लिएर हालिन्छ कि हालिन्न? अघि जस्तो कुकुरको डल्लो पाए के भन्छ फेकिन्छ भयो। हामीले भन्नुपर्छ सुनको टुक्रो नलिनुहोस् भन्दाखेरि तपाईँले के गर्नुहुन्छ? लिनुहुन्छ, छोड्नुहुन्छ अब होइन। देख्नुभयो भने होइन त्यो सुन हो त्यो त सुन होइन पल्लो जाने सुन हो भन्दा लिनुहुन्छ त? किन भन्दा आफ्नै ज्ञानले देख्नुभयो नि त हो कि होइन? त्यही हो जान्नुलाई भनेको ज्ञान। त्यसलाई भनेको बुझिस। बुझ्नु भयो अहिले? बुझ्नुभयो? के बुझ्नु? बुझ्नु हो कि होइन? अहिले अहिले बुझ्नुभयो नि? त्यही भएर चाहिँ तपाईँ हामी अन्धकार हामी संसारमा धेरै संसार लामो भएर संसारी भएर किन घुमेका? नजान्दा हो कि होइन? त्यही भएर भगवान्ले दुई मुलानी संसारमा प्राणीहरूको मूल जर दुईटा छन्। के हो भन्दा अविद्या र तृष्णा। अविद्या र के हो? अविद्या भनेको के हो? केलाई नजान्नु? ल भन्नुहोस् केलाई नजान्ने? सम्वेक मात्रै भनिदिएको 2 पालि चक्र मात्रै घुमाएर जान्छु तपाईँलाई।
नभए त पुड्के भन्दैजीले आएर 1 साल आयो त्यही तलको तलदेखि भगवान् यस्तो हुनुहुन्छ भगवान् चिनाउँछ वाक्कै भगवान् पनि गल्नु होला भने निकालेर थाक राखेँ सारा ब्रह्मलुको कुना कुना तम्बुबाट लिएर यहाँ यता के अरे टाछेलेको नेजाबाट लिएर सोइली चिनामुलुकसम्म पुऱ्याए मिचिनाका सारा सारा कुना कुना चिरोको जङ्गल भगवान् थाक्नु होला नेपालीलाई नेपाल भगवान् चिनाउँदाखेरि भगवान् थाक्नु होला कसैले नेपाली भगवान् नै चिन्दैन अहिले त थुपुक्क बस्नु झोलामा कसैमा त चिनेछन् मलाई ननिकालेको त्यही भएर ठुला भगवान् आएर बस्नु मैले सानो ननिकालेको हो कि होइन हेर्नुहोस् त तपाईँ हामीले अविद्या भनेको नजान्नु केलाई नजान्नु भन्दा चार आर्य सत्य के भन्नुहोस् त अगाडि भन्दै जानुहोस् पछि सत्य सत्य हालिदिनु होइन हाम्रो नेपाली त्यही भएको नि मैले पहिलेदेखि कथा कहानी सुन्यो प्रसाद पञ्चमी खायो घर गयो त्यही भएर बानी बिग्रेको देशमा होस् प्रचार जे गरेको सुनिस् त आफूले बुझेर आफूले दिमागमा हाल्नुपर्छ कि पर्दैन त्यही भएर भन्नुहोस् गाह्रो नमान्नुहोस् नआए के हुन्छ एकपालि सुन्यो दुईपालि सुन्यो तीनपालि सुन्यो आउँछ अब यहीँ भन्न त आउन त्यहाँबाट यहाँ त आएको थियो यहाँ आएन अब यहाँ आउँछ अब यहाँ नआएर त्यहाँ नआएको त्यो एउटा भनाइ मात्रै हो यहाँ के अरे उस्तो यहाँ आएको थियो यहाँ आएन यहाँ आए त यहाँ त आइहाल्छ इङ्ग्लिसले यसलाई बाई हार्ट भन्छ हामीले मुखाग्रह भनेको हो कि होइन बाई हार्ट भनेको मुटुमा यहाँ आएको छ नि यहाँ आइहाल्छ अब तर यहाँ नआएर नआएको किन नआएको भन्न भनेर हो एौँ गरेर तपाईँ एौँ गर्ने धर्मदेशमा सुन्दा भन्ने आया पाया जति बुझ्यो जति भन्यो जान्यो त्यो जानेको आफ्नो लागि अघि हेर्नुहोस् त 100 वर्षमा घटाउँदा कति वर्ष रह्यो अरे 12 वर्षमा अरू अपोझ्याङ दिवाली दसैँ खेलेको मपाउ न दिमा तीजमा नाचेको मपाउ बिहा पूजामा नाचेको मपाउका चिजमा 12 वर्ष यत्रो छोटो समयलाई त्यो समयलाई किमत राख्न छ भने राम्रोसँग भन्नुहोस् भगवान्ले पनि मेसेसँग गर्नुपर्छ पहिला यहाँ अगाडि समुदाय सत्य दुःख सत्य अगाडि निरोध सत्य मार्ग सत्य भन्नु हुँदैन भगवान्ले पनि लाइन चित्तको लहरलाई लाइनसँग देखेर बताए चाहिँ भगवान्ले जस्तो भन्नुपर्छ त्यस्तै भन्नुपर्छ दुःखे अन्यानम अविद्या दुःख निरोधे दुःख समुदय अन्यानम अविद्या दुःख निरोध गामिनी प्रतिपदा दुःख निरोधे अन्यानम अविद्या दुःख निरोध गामिनी प्रतिपदा अन्यानम अविद्या अरे भगवान्ले पहिला दुःख सत्य के सत्य ताम्रपछि समुदय सत्य निरोध सत्य मार्ग सत्य कति सत्य भयो 4 सत्य 4 आर्यहरूले जान्न पर्ने सत्य देखे परमार्थ सत्य भन्दा पनि अझ आर्यहरूले आफ्नै ज्ञानले देख्न सक्ने सत्यलाई आर्य सत्य लुब्योरा परमार्थ आनिने ढग्गे माङ्का नोबल ट्रुथ नोबल भए तापनि अझै आर्यहरूले जान सक्न पर्ने सत्य कतिवटा रहेछन् हो यो 4 सत्य जान्न नदिने के लेख छ अविद्या अझ कसरी जान्दैन 4 आर्य सत्य नजाने त अविद्या हो कसरी जान्दैन भन्दा दुःख सत्यलाई छुट्टाएर जान्न पर्छ भन्ने कुरा जान्न नदिने अविद्याले दुःख सत्यलाई के गर्नुपर्छ छुट्याएर जान्नु पर्छ दुःख सत्यलाई यहाँ हटाउने हटाइदिने दुःखलाई दुःख दिने हो कि छुट्टाएर जान्ने हो दुःखलाई हटाउँछु भन्ने कि दुःखलाई छुट्टाएर जान्ने दुःख सत्यलाई छुट्टाएर जान्नुपर्छ भनेर जान्न नदिएको केले त्यसो भने दुःख समुदय अन्यानम दुःख बनाउने कारणलाई पनि उसले नजानेको अविद्या हो दुःख बनाउने समुदय सत्यलाई के गर्नुपर्छ अब जानेर हुँदैन त्यसलाई जान्ने होइन दुःख बनाउने कारणलाई हटाइदिनुपर्छ पाहातबन्दी दुःख समुदय सत्यलाई के गर्नुपर्छ हटाइदिनुपर्छ दुःख सत्यलाई के गर्नुपर्छ छुटाएर दुःख सत्यलाई के गर्नुपर्छ समुदय दुःख बनाउने समुदय सत्य भन्ने दुःख बनाउने कारणलाई चाहिँ के गर्नुपर्छ अच्छा निरोध सत्यलाई के गर्नुपर्छ निरोध सत्य भनेको निर्माण हो निर्माणलाई के गर्नुपर्छ साक्षात्कारबन्दी साक्षात्कार गर्न योग्य छ भनेर जान्न नदिएको केले दुःख सत्यलाई समुदाय निरोध सत्यलाई के गर्नुपर्ने छ साक्षात्कार गर्नुपर्छ भने के गर्नुपर्छ भनेको साक्षात्कार भनेको के हो छाती देख्नुपर्छ तपाईँले कहिले धामी खेल्दाखेरि भन्नुहुन्छ नि लौ परमेश्वरी छाती बताइदिनु भन्नु चाहिँ भन्नु न आएर छातीले को भाइ को मेसी को न्याने को न्यामा आएर छाती देख्नुपर्छ लुगा आएर साक्षात्कार लुगा
निर्वाण भनेको अनुमानले लगाएर देख्ने हो कि आफ्नै ज्ञानले देख्ने हो? एरा निर्वाण हो एरा सुखमय परम शान्ति वैदेको सुखमय बुढा परम शान्ति सुखमय हो बेरा निर्वाणलाई। त्यसरी साक्षात्कार गर्नुपर्छ। सच्चिकात्तबन्ती साक्षात्कार गर्नुपर्छ भने जान्न नदिएको केले हो? अच्छा, दुःख सत्यलाई छुटाएर जानुपर्छ भने दुःख बनाउने समुदाय सत्यलाई हटाइदिनुपर्छ। दुःख निरेको निरोध सत्य भने निर्वाणलाई साक्षात्कार गर्नुपर्छ भने नजान्ने पनि अविद्या हो भने दुःख निरोध गामिनी प्रतिपदा अन्यानम दुःख निप्ने सही मार्ग आचरणलाई पनि जान्न नदिने केले हो? त्यसो भने त्यो अरू हो कि मार्ग सत्य? मार्ग सत्यलाई के गर्नुपर्छ? यसलाई भनिन्छ बल्ल भावितबन्ती। भावितबन्ती भावना गर्नुपर्छ आचरण गर्नुपर्छ भनेर नजान्ने पनि के हो? अविद्या। अविद्याको कसुर थाहा भयो कि भएन? एकपालि सोध्छु। दुःख सत्यलाई के गर्नुपर्छ? ओके। समुदाय सत्यलाई के गर्नुपर्छ? निरोध सत्यलाई के गर्नुपर्छ? दुःख निर्णय बाटो सही उत्तम मार्ग सत्यलाई के गर्नुपर्छ? भावना गर्नुपर्छ आचरण गर्नुपर्छ भनेर नजानेको केले हो? त्यही नजान्दा मान्छेहरूले चाहिँ अनेक तरहले गर्ने हुन्छन् कि छैनन्? दुःखलाई दुःख दिने व्यक्ति पनि छन् कि छैनन्? छुट्याएर जान्न पर्छ। दुःख नजानिकन सुख मिल्दैन। त्यसो भने दुःख जान्नै पर्छ। दुःखलाई चाहिँ के गर्नुपर्छ? तपाईँहरूको बाहिरको दुःख जान्ने कि साँच्चै दुःख जान्ने? साँच्चै दुःख छ कि छैन? अहिले यो शरीर दुःख सत्य भन्दा कतिपयले के दुःख हो? मैले हाम्रा दुईटा गाडी छन्, तीनवटा बिल्डिङ छन्, चारवटा टेलर छन्, चारवटा सेलर छन्, उता रेडिमेड छ भनेर प्याउनै प्याउ भयो। हामी साँच्चै सुख छ? त्यो त सुपिन इयो एकैछिन सपना जस्तो। सपनामा लाटरी कोल्यो गाडी दन्न मन्द किन्यो बिहान उठाएर त भरे सिरानी छेउ छैन कि? सपना जस्तो हुन्छ कि हुन्न? सपनामा धन सम्पत्ति कमाए जस्तो बिहान उठ्दा त्यस्तै संसारमा अहिले सांसारिक वस्तु कामको वस्तु भनेको आफूले कमा छ भनेको एकैछिनको सुख जस्तो मात्रै हो। सपना जस्तो। साँच्चै दुःख साँच्चै दुःख जान्नाले कि नजान्नाले हो? साँच्चै दुःख कति दुःख छ हेर्नुहोस् त। तपाईँहरूको बने बिग्रिहाल्छ। रूपलाई हेरेर परिवर्तन भइरहेको हुन्छ हो कि होइन? अहिले एउटा मन छ एउटा हेर्नुहोस् अहिले पानी खान्छु भन्ने मन उत्पत्ति होला। प्यास लाग्यो पहिला प्यास लाग्छ कस्तो तिर्खा लागेको छ त मलाई पानी खान पा भन्ने मन आयो कि आएन? त्यो पानी खान पा भन्दा त्यो मनले खान पाउँछ त? पानी उहाँ छ गर ले न भन्ने मन उत्पत्ति हुन्छ कि हुन्न? गर ले भन्दाखेरि अहिले खान पा भन्ने मन के भइसक्यो? मर्यो गाँच्दै निदिएर खाना नपाइकन मर्यो अघि। अहिले गर ले भन्ने मन भयो। गर लिनको लागि हात उठाउनु पऱ्यो कि परेन? ल्याएर गर त्यतिकै हुन्न समाज भन्ने मन उत्पत्ति हुन्छ। यहाँ रूपले गर समाज छ। समाज भन्ने मन भन्दा अघि गर ले भन्ने मन के भइसक्यो? खाना पाएर मऱ्यो कि नखाइकन गाँच्दै छ। त्यहाँ समातेर मात्रै हुन्न यता लिएर भन्ने मन हुन्छ कि हुन्न? अघि समाज भन्ने मन के भइसक्यो? मऱ्यो डाँडा यहाँ ले भन्ने मन आयो। लिएर यत्तिकै निलिन्छ कि गरेर हाल्दै भन्छ कि भन्दैन? गरेर हाल्दै भन्दा अघि यहाँ ले भन्ने मन के भइसक्यो? मऱ्यो। अहिले चाहिँ नि साँच्चै भने तास खेल्ने तेह्र चाहिँ अघि नै भ्याइन्थ्यो। अघि खान्छु पानी खान्छु भन्ने मन के भइसक्यो? अघि नै मरेको गाँट्दै भएर गाँट्दै हुँदै हुँदै मोक्कै भोकै प्यासै मऱ्यो। प्यास लागेको एउटा मन खाएको मन विपरिणाम दुःख। के दुःख? कस्तो दुःख छ संसारमा कति दुःख छ हेर्नुहोस्। आँखाले देख्यो मनलाई दुःख लाग्छ। यो मान्छेको अनुहार हेर्दैन भनेको आज देख्न पर्यो। देखेको त आँखाले देख्ने मन भयो। आँखाले के गर्छ? सबैको आँखाले देख्छ। कसले गर्छ? आँखाले के गर्छ? हेर्नुहोस् धर्म सुन्नु भएको भने आँखाले के गर्छ? कहाँ देख्छ? अच्छा त्यसो भने म सोध्छु कोही दिन मलामी जानुभएको छ कि भएको छैन? मलामी जाँदाखेरि मलामीलाई त नजलाउँदैखेरि गएर सेतो कपडा ओढाएको गएर अबदेखि जानुभयो खोलेर हेर्नु। कोहीको त आँखा टुल्ला पनि हेरेर मरेका हुन्छन् नि। त्यतिखेर कपडा खोलेर हेरेर मलाई देख्यो भन्दा के भन्छ? त्यो मरेको मान्छेको आँखा हुन्छ कि हुन्न? हुन्छ कि हुन्न? त्यसो त्यो आँखाले देख्छ त? त्यसमा तपाईँको हाम्रो आँखाले नि त्यतिकै देख्दैन। आँखाले देखेको होइन देख्ने मनले देख्छ। माडा केले देख्छ?
हो त्यो देख्ने मन यहाँ आँखामा उत्पत्ति हुन्छ भनेर नजान्दाखेरि मान्छेले आत्मा छ यहाँबाट सबै देख्छ र लौनेला आँखा यो आँखा भन्ने द्वार यो चाहिँ आँखा चक्खु पछाडि भने कालो टिक्क परेको दानामा रूप गरेर ठोकिँदाखेरि उज्यालोले उपकार गरेर मात्रै मनस्वीकार हुँदा मात्रै देख्ने मन हुन्छ त्यो देख्ने मनले बल्ल देख्छ आँखाले देख्दैन यो आँखा होइन यो त आकार हो आँखा भनेको भित्र हुन्छ हो कि होइन हो त्यो आँखाले देखेको देख्ने मनलाई नजानेको प्रत्यक्षमा देखेको देख्ने मनले देखेको देख्ने मनमा कति खण्ड रूप खण्ड कतिवटा आँखा र रूप के हो रूप खण्ड भन्नुहोस् त आँखा र रूप के हो देख्ने मन नाम खण्ड कति खण्ड त्यसो भने रूप र नाम जोड्दा कति खण्ड त्यसो भने यहाँ अरू हो कि पञ्चखण्ड एरा सत्काय हो साँच्चै भएको एरा धामे त्यसलाई आँखाले देखेको मेरै आँखाले देखेको लाग्यो मेरो भनेको अरूको दृष्टि हो म भनेको अरूको दृष्टि हो त्यसो सत्कायमा के भएको दृष्टि भयो सत्काय र दृष्टि जोडिदिनुहोस् त सत्काय दृष्टि भगवान्ले सत्काय दुठी पहानाय सत्तो भिक्खु परिबजे टाउकोमा आगो दम्के पनि छातीमा भाडा रोपे पनि पहिला केलाई हटाउनु सत्कायलाई सत्काय हो देख्ने मन त आँखामा भएको रहेछ अरू होइन नाम रूप पञ्चखण्ड होइन भनेर स्वभावलाई स्वभाव जानेको अरू कि ज्ञान हो ज्ञान भनेको अरू कि मार्ग सत्य अहिले सुनेको ज्ञानले जान्ने कि जान्दैन साँच्चै आफै बसेर हेर्दाखेरि आफै ज्ञानले ध्यानले हेर्दाखेरि आफ्नै भावनामय ज्ञानले हेर्दाखेरि प्रज्ञा ज्ञानले देखिन्छ कि देखिन्न जानेको भने मार्ग सत्य भयो होइन सधैँ दुःख सत्य समुदय सत्य दुःख सत्य समुदय शरीर हुने कारण गराएको छ दुःख पाउने कारण गरेछ दुःख पाएछ दुःख हुने कारण गरेछ दुःख पाएछ अहिले चाहिँ दुःख सत्य मार्ग सत्य आँखामा उत्पत्ति भएको पञ्चखण्ड सुख सत्य कि दुःख सत्य किन दुःख भन्दा बन्ने बित्तिकै अहिले सुन्ने कि सुनेन सुन्ने बित्तिकै के हो अघि ढ्याङ्ग गरेको आवाज कहाँ छ त्यसो यहाँ भित्र पसेर गएको बाहिर निस्केर गएको पनि यहीँ उत्पत्ति भयो यहीँ उत्पत्ति भएको कहाँ उत्पत्ति भएको कानमा के मन हो त्यसो भने कानले सुनेको कि सुन्ने मनले सुनेको सुन्ने मन यतिकै उत्पत्ति हुन्छ कान र शब्द ठोकिनुपर्छ कान र शब्द के खण्ड रूप खण्ड सुन्ने मन चाहिँ नि नाम त्यसो भने अरू हो कि नाम रूप अरू हो कि सत्काय हो मैले सुनेको मेरै कानले सुनेको भने अरूको दृष्टि हो सत्काय दृष्टि जोडिदिनु सत्काय दृष्टि त्यसो भने मैले सुनेको हैन्छ सुन्ने मन भएको रहेछ भनेर जानेको के सत्य उत्पत्ति विनाश उत्पत्ति हुने बित्तिकै बिग्रेको के सत्य दुःख सत्य मार्ग सत्य दुःख सत्य धर्म देशना नसुनिन्जेल तपाईले धर्मसँग कहिले सुन्न नखोज्दा कहिले नजान्दा दुःख सत्य समुदय सत्य दुःख सत्य अहिले चाहिँ दुःख सत्य मार्ग सत्य दुःख सत्य पहिला चाहिँ नरकतिर टाउकोहरू यथा घाउ सिधै नरकतिर ड्याङ 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 झक 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 अहिले चाहिँ टक्क कता फर्क्यो फनक्कै निर्वाणी सिधै नजानुस् पशुमा फेरि भेट भएन पहिला देउलतिर गइहाल्नु होइन त्यो धर्म अब जान्ने हो भने हेर्दा त्यो सानो थोरै छोटो समयलाई तपाईँ हामीले अघि भनेको त्यसको निचोड निकालिएन त्यही भएर आमागे नै जति नै इजी भए पनि अब बिजी भए पनि इजी हुन कोसिस गर्नुहोस् होइन एकछिन समय निकालियो भने त्यो बिजीलाई आफूले इजीले फेले गरिएन धेरै बिजी भयो भने बिजी हुने ठाउँमै पुगिन्छ नि भगवान्ले सधि सम्पाकम जनिति भनेर गरी भन्नु टु द अचोपेलैमै त्यस्तो मिल्दोजुल्दो फल मिल्छ यहाँ बिजी छ भने उहाँ पनि बिजी छ उहाँ त हेल्लो गर्न नि पाइन्न यहाँ त हेल्लो त कान चापेर त बात गर्न पाइन्छ नि म नभ्याएर नि त गर्न पाइन्छ नि पाइन्छ कि पाइन्न त्यहाँ त त्यो पनि पाइन्न हे भन्दा 30,000 वर्ष लाग्छ हेल्लो भन्दा त 60,000 वर्ष लाग्छ जान मन छ भने बिजी हुनुहोस् त्यो त खुसी हो कि होइन नरकमा कहिले नभ्याएको हुनाले औी चिलो बेहोरा असर नभ्या एउटा छक्छ खाली नभएर श्रृङ्खल दुःखको श्रृङ्खल मात्रै भोग्न परेको असर नभ्या एकछिन दुःख भोग्न परेको हुनाले एकदम बिजी भएको हुनाले त्यसलाई नरक लो बेहोरा त्यतिकै होइन नि अय सुख शान्ति नाथी हो कि त्यही भएर आफैलाई विचार गर्नुहोस् न धेरै काममा बिजी हुँदा मन कस्तो हुन्छ हल्का हुन्छ कि भारी हुन्छ त्यसै त शरीर त भारी
हो कि यो शरीर हलुङ्गो छ कि भारी छ? भारी, सबभन्दा हेर्ने पनि सबभन्दा संसारमा सबभन्दा भारी हेर्ने शरीर जस्तो भारी अर्को छैन अरे। भारो औवे पञ्चखण्ड भारो हारो छ भूगोल, सबभन्दा भारी अरे। बत्तै सुनेर बराबर बोकेर हिँड्ने एकछिन सकिन हो म बिसाउँछु भन्न पाइन्छ, यो शरीर बिसाउन पाइन्न। मर्यो हेर्नुहोस् त, यहाँ अतीतमा यहाँ मर्यो, यहाँ खण्ड मिल्यो कि मिलेन? आमाको गर्भमा कल्कलको पानीबाट सुरु भयो, त्यहाँबाट यहाँ कर्म गर्यो, यहाँ फेरि मर्यो, यहाँ फेरि सन्धि हुँदा यहाँ फेरि अर्को। अहिले त मान्छेको टाउको लिएर घुमिएछ, अर्को कुकुरको टाउको, शरीर खाली छैन होइन? कहिले भैँसीको टाउको, कहिले गाईको टाउको, कहिले देवीको टाउको, कहिले देउताको टाउको, कहिले नरको टाउको, कहिले मान्छेको टाउको, कहिले राजाको टाउको, कहिले रानीको टाउको। कहिले बिसाउन पाइन्छ त? त्यही भएर बिसाउनेतिर पनि लाग्नुपर्छ कि पर्दैन? नभए भारी नै बोकेर हिँड्ने कि बिसाउने? अहिले त यस्तो भारी छ, त्यसैमा अझ काम टेन्सन हालिदिनु, लोभ हालिदिनु, रिस हालिदिनु, मोह हालिदिनु, दाड हाल्नु, मर्सर्य हालिदिनु, ईर्ष्या हाल्नु, तँभन्दा म के कम्ती, तैँले भन्दा धेरै कमाउने, तेरो नासुस्, मै मात्रै कसैमा म भन्दा माझा अरू कोही नहोस्, त्यस्ता हालिदिने कति भारी भयो होला? त्यहाँभन्दा धेरै भारी केही छ होला? छैन। भगवान् यो खण्ड एकदम डरलाग्दो छ। सर्पहरू एकदम बिखालु बिखालु मोहाउडु मगोई भन्छ नि, मोइ मगौ गौमनहरू, गौमन भनेको मोहा, त्यस्तो लुकेर बस्ने झुडी जस्तो हो। त्यो जानेर पनि हामीले सम्यक लिएर यो खण्ड शैलीलाई सबका विषलाई हटाएर चार हप्ताको बाटो बन्द गर्छौँ भनेर अझै सुन्नको लागि भोलि फेरि आउनु होला। समय पनि भएको हुनाले म शेष गर्छु। सबैले शान्ति भन्नु।